हेलो एन्ड नमस्ते एभ्रिवान। यतिखेर चाहिँ म पोर्चुगलमा छु है। अनि हजुरहरूले चाहिँ यो पिकी ब्लग्स युट्युब च्यानलमा चाहिँ हामी दुईजना र हजुरहरूलाई स्वागत गर्न चाहन्छु। र म पनि यहाँ नेपालबाट पोर्चुगल आएको चाहिँ 2 वर्ष भएको छ है। र हजुरहरूलाई पनि यो हाम्रो पिकी ब्लग्स युट्युब च्यानलमा चाहिँ स्वागत गर्न चाहन्छु। र आज चाहिँ मजाले यो घाम लागिरहेको छ र यतिखेर हामी चाहिँ कोबिला भन्ने ठाउँमा चाहिँ हामी बस्ने गरेका छौँ है। र आज चाहिँ हामी कोबिलाको यो गार्डन पार्कमा चाहिँ हामी बसिरहेको छौँ। र हजुरहरू सबैलाई चाहिँ हाम्रो पिकी ब्लग्स युट्युब च्यानलमा चाहिँ हामी स्वागत गर्न चाहन्छौँ है त। र मेरो साथमा पनि यहाँ मेरो मित्र मेरो साथी है, यहाँ साथीको नाम चाहिँ हजुरलाई सुनाउन चाहन्छु। के हो तिम्रो नाम? भन्नु। नाम सुबित के हो? सुबित मात्रै हो, सुबित छेत्री है। र आज चाहिँ हामी यसो कोबिला भन्ने ठाउँमा चाहिँ यो लिस्बनबाट चाहिँ हामी लगभग 3.5 घन्टा पछाडि चाहिँ हामी 3.5 घन्टामा चाहिँ हामी बस मार्फत चाहिँ हामी यो कोबिला भन्ने ठाउँमा चाहिँ आइपुग्न सक्छौँ। र हजुरहरू कोही मेरो पिकी ब्लग्स युट्युब च्यानल चाहिँ हेर्दै हुनुहुन्छ भने पोर्चुगलबाट हजुर सबैले चाहिँ मेरो युट्युब च्यानल कस्तो लाग्छ है सब्सक्राइब लाइक गरिदिनु होला। र यदि मन परेन भने पनि हजुरहरूले कमेन्ट गरिदिनु होला। र किन मन परेन अथवा मन परेन भने पनि अब त हजुरहरूले हिन्ट्सहरू दिन सक्नुहुन्छ यो भिडियो चाहिँ अलिकति राम्रो बनाउनको लागि है त। यो चाहिँ रेन्टको साइकलहरू रहेको छ, हजुरहरूले देख्न चाहे है। यो चाहिँ हाम्रो कोबिलाको गार्डन पार्क रहेको छ। सबैजना चाहिँ यतिखेर आज सन्डेको दिन चाहिँ सबैजना घाम तापिरहेको छ, हामी देख्न सक्छौँ। राम्रो राम्रो तरुणीहरू पनि यता चौरभरि घाम तापेर बसिरहेछन् है। र तलतिर सबै देख्नु चाहिँ हामी यहाँ पार्कमा बसिरहेछौँ है, मजाले घाम तापेर। हजुरहरू पनि यो कोबिला भन्ने ठाउँमा आउनु सक्नुहुन्छ घुम्नको लागि। एकदम रमाइलो ठाउँ रहेको छ कोबिला भन्ने ठाउँ है, टुरिस्ट एरिया। र आज चाहिँ हाम्रो यो सन्डे र सटरडे र सन्डे चाहिँ हाम्रो बिदा हुने भएको भएर चाहिँ हामी आज रेस्ट टाइम भएर चाहिँ हामी आज बिदामा बसिरहेको छौँ। र भोलिदेखि चाहिँ हाम्रो ड्युटी यो चाहिँ कोबिला भन्ने ठाउँ रहेको छ। यो चाहिँ कोबिलाको ब्रिज, यो लिफ्ट चढेर चाहिँ हामी जानुपर्छ है। नेपाली भाइ, हेलो नेपाली भाइ, के छ? त्यस्तो नभन न बुढो, तपाईँको नाम पनि भनिदिनु न यसो ब्लगतिर। मेरो नाम तिमीलाई थाहा छैन? यसो अरूलाई भन्नु पऱ्यो नि त नि। मलाई किन अरूलाई भन्नु? भन हो, राईमाइला उहाँको नाम चाहिँ राईमाइला रहेको छ। उहाँ चाहिँ एकदम सेक्सी मान्छे हो, मैले यो भिडियो हालेँ फेरि। बुढो तपाईँ फेरि म यो भिडियो हाल्छ नि ल? हुन्छ कि हुँदैन यो भिडियो हाल्दाखेरि? हुन्छ। यता हेरौँ त आज तिम्रो राईमाइला तपाईँहरूले होइन यसमा चाहिँ होइन तपाईँहरूले कोबिला भन्ने ठाउँको एकदम राम्रो भ्यूहरू हामी हेर्न सक्छौँ। एकदम रमाइलो ठाउँ रहेको छ, हजुरहरूले पनि घुम्न आउनु सक्नुहुनेछ। नजिक हुनेहरू पोर्चुगलभित्रै हुनुहुन्छ भने चाहिँ हजुरहरू घुम्न सक्नुहुनेछ है। मजाले घाम लागिरहेको छ है। यतिखेर टाइम भनेको बेलुकाको 6:15 भएको छ है। 6:15सम्म पनि यहाँ मजाले उज्यालो हुन्छ, घाम लागिरहेको हुन्छ है। यहाँ चाहिँ अहिले गर्मी महिना सुरु भयो। अब अहिले चाहिँ यहाँ रात भनेको 8:30देखि 9 बजी 9:15तिर मात्रै
अँध्यारो हुन्छ, रात पर्छ है त। यतिखेर चाहिँ मजाले घाम लागिरहेछ। यतिखेर ठ्याक्क ब्रिज रहेको छ है। र यहाँ चाहिँ हामी ब्रिज हुँदै चाहिँ हामी उता अर्को ब्रिज हुँदै उता पारी तर्न सक्छौँ। चढेर हामीले तल ब्रिज हुँदै हामी पारी जान सक्छौँ। पारीदेखि नै भ्यूमा चाहिँ हामी ठाउँमा प्लेसमा चाहिँ हामी जान सक्छौँ। हामी चाहिँ यतिखेर कोबिलामा पार्कतिर घुम्ने क्रममा हामी जारी रहेको छ। र हाम्रो यहाँ राईमाइला पनि यहाँ तपाईँहरूले पनि यो टिकटकमा राईमाइलाले गाउँ छोडेर भन्ने सर्च गर्नुभयो भने हाम्रो यो दाइले चाहिँ हजुर मलाई पनि भेट्नुहुन्छ त्यहाँ। हाम्रो चाहिँ राईमाइलामा लाइक र कमेन्ट गरिदिनुहोस्, सब्सक्राइब पनि गरिदिनु होला र फलोअप पनि गरिदिनु होला दाइलाई। टिकटकमा राईमाइलाले गाउँ छोडेर भन्ने चाहिँ उहाँको टिकटकको नेम रहेको छ है त। र हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। र यदि राम्रो लागेन भने पनि हजुरहरूले यो भिडियो राम्रो बनाउनको लागि चाहिँ हिन्ट्सहरू दिन सक्नुहुनेछ है त। कृपया हजुरहरूले चाहिँ जस कमेन्टसम्म चाहिँ गरिदिनु होला भन्न चाहन्छु है त। यो कोबिलामा चाहिँ हजुरहरू आउनु सक्नुहुनेछ, हामीलाई भेट्न सक्नुहुनेछ। यदि तपाईँहरू कोबिलामा आउनुभयो भने यो भिडियो मार्फत हजुरहरूले कोबिलामा आउनुभयो भने हामीसँग भेट्नु पनि सक्नुहुनेछ है त। त्यो थपै अनि गाईको राम्रै छ नि। घुमाउ न छैन र के गरे भाइ, तिमी क्यामेराम्यान हो? हाँसौँ बुढा। त्यो चाहिँ लेट गरेछ नि त। हेलो एन्ड नमस्ते एभ्रिवान, लास्टली है। र यतिखेर चाहिँ हामी पोर्चुगलको कोबिला भन्ने ठाउँबाट चाहिँ हाम्रो यो जर्दिम भन्छ है, जर्दिम भनेको चाहिँ बगैँचा। त्यहाँ बगैँचाबाट चाहिँ हामी घरतर्फ फर्किँदैछौँ पार्कमा बसेर है। र यतिखेर चाहिँ हामी घरतर्फ चाहिँ हामी लाग्दैछौँ है। हाम्रो घरतिर जाने बाटो चाहिँ यस्तो रहेको छ। जस्तै छ त्यो चाहिँ राईमाइला त्यस्तो नगर न मुला साग। 1 मिनटमा चाहिँ घर पनि पुग्छौँ। र हजुरहरूलाई भिडियो मन पऱ्यो भने भिडियो कमेन्ट पनि गरिदिनु होला है। पोर्चुगलमा हाम्रो राईमाइलाको